काफल टिपेर अनि धेरै त कलेक्ट गर्न सकेनौ। नानीसँग छ अलिकति कलेक्ट गर्यो। काफल नानी ल्याउ त काफल देखाम। देखाउने मात्र नखाने, मैले त नखाने। नानीले यस्तो राम्रो उराखेछ। काफल यति भयो है हाम्रो, धेरै त सकिएन किनकि सबै हरियो रहेछ कि काफल चाहिँ। अब अङ्कलको अब अर्को हन्टिङ प्लेस सुरु भइसकेको छ। कता जानुभयो? रुखले सेकेको अङ्कललाई। र जङ्गल चाहिँ धेरै ठुलो रहेछ। कसले अब अङ्कल अब अर्को रुख एकदम मजाले हेर्नु हो के छ काफल यसमा कति छ। गुराँसको पनि बुटो रहेछ। धेरै छैन अरे, अलिकति भिड छ धेरै। हेर्नु कस्तो छ। त्यो ठाउँ चाहिँ धेरै रमाइलो पनि रहेछ है, एकदम रमाइलो ठाउँ रहेछ। लाइक उताबाट बाटो पनि राम्रै आएको रहेछ। हजुरहरूले बाइक स्कुटी गाडी जे पनि लिएर आउनु सक्नुहुन्छ। जे पनि भन्नाले अब बाइक स्कुटी गाडी भनौँ। अलिकति यता नानीले सिङ्गल पिस यति बेरसम्म बल्ल एउटा टिपी है। आएको 1 घन्टा भयो। भुइँको टिपी थिए अरू त त्यस्तै हो। साथीहरूसँग गफ हान्ने भयो अरे अब अघि खाएको। अर्को ब्लगिङ स्टार्ट गरेको छ भाइले फेरि। तर लाइक हन्टिङ प्लेस दामी रहेछ। आवाज ओहो लाली गुराँस हेर्नुहुन्छ? लाली गुराँसै लाली गुराँस छ त हो त्यहाँ त। यो पनि काफलको बुटो हो। यसमा अलिअलि फलेको छ अरे के खै मैले त देखेन। सानो छ। लालीहरूलाई लाली गुराँसै लाली गुराँस छ। ल अब म हजुरलाई बाटोमा हेरेर जाँदैछु। हामी चाहिँ यहाँबाट जान खोजेछौँ। अब Welcome back to our brother's food.